चाहिँ आज साली नदीतिर श्री स्वस्थानी व्रत कथामा सुनिन्छ नि हामीले यही नदीतिर आज त्यो राजाको एकजना बुढी थियो नि हो त्यसैको बुढीले त्यो राजा आफ्नो राजकुमार चाहिँ राजा भएपछि राजाले आफ्नो बुढीलाई लिन पठाउँछ अनि बाटोमा यही ठाउँमा श्री स्वस्थानी भगवानको पूजा हुन्छ होइन। पूजा भएको बेलामा अनि त्यो जुन उहाँलाई बोक्ने रानी थियो नि उसलाई बोक्ने भरियाहरू उहाँहरूले चाहिँ यही ठाउँमा रोकेर श्री स्वस्थानी व्रत माताको प्रसादी खानलाई आउनु भएको थियो अरे यो ठाउँमा होइन। अनि रानी चाहिँ वेट गर्न परिराख्यो भनेर अनि श्री स्वस्थानी व्रत कथाको प्रसादीहरू पनि लगेर रानीलाई दिँदाखेरि नखाएर होइन अनि फालेको हुनाले अनि ऊ चाहिँ एकदम श्री स्वस्थानी मातालाई एकदम हेला गरेको कारणले के अरे एकदम कुरूप भएर कसैले चिन्नु नसक्ने भएर ठुलो बाढी आएर यही ठाउँमा चाहिँ बगाएर अनि पछि चाहिँ यो के कारणले यस्तो भयो भनेर यस्तो हराएर ऊ के कारणले यस्तो भयो भनेर पछि बुझ्दाखेरि श्री स्वस्थानी माताको पूजा गरेपछि निको हुने चाहिँ अप्सराहरू स्वर्गबाट अप्सराहरू आएर यही ठाउँमा पूजा गरिराखेको थियो अरे। अनि पूजा गर्दाखेरि श्री स्वस्थानी माताको व्रत कथा राख्यो भने चाहिँ त्यो जम्मै आफूले गरेको पापहरू चाहिँ नष्ट हुने कुरो थाहा पाएपछि अनि पुनः उसले पनि यही ठाउँमा त्यो बालुवाहरूको प्रसादीहरू अनि के भन्छ त्यो यस पूजा कार्य गरे उसले होइन। अप्सराहरूले उसलाई हेल्प गर्यो त्यसपछि चाहिँ ऊ चाहिँ पहिला जस्तै भयो अरे क्या सबै कुराहरू पुरा भयो अरे क्या। त्यसपछि यो ठाउँमा यस्तो छ क्या ठाउँ चाहिँ होइन। मलाई चाहिँ आउन मन लागिरहेको थियो धेरै पहिलाबाट यो ठाउँ। आज चाहिँ बल्ल टाइम मिल्यो खुसी लागिरह।